बसे मन चल्दिन त सुरुमै चलेको मलाई लागिसक्यो पिटिसी गर्नु सर कतिखेर आउनुहुन्छ होला हामी जाने चुपा किन बसेन भाइ तिमी नि हो पिटी सिक्ने हामी जाने हो तर त हाम्रो पिटी सर होइन त हामीलाई त अर्कै सरले भन्नुभएको पिटी सर बिरामी हुन्छ त्यही भएर आज म आएको त सर अब के गर्ने अन्त उठ रेडी हुआ अब खोइ यहाँ फोन आएछ हेलो म्याच सर बित्नुभयो कहिले ए ल भाइ अब म्याचहरू त बित्नु भएछ अब मलाई जानुपर्छ एकछिन रुखमा बस्छु माथि घर जाऊ म्याच सर त जानुभयो कम्ता कुद्थ्यो त्यो बाबेले सात कुरा त्यो कुटेको हामीलाई ज्ञान देखु म तँलाई कुट्छु अनि तँलाई पनि म थोरै भएको पनि ज्ञान दिन्छु अनि म्याच सर पनि माथिको टिकट लाग्दैछ नि सरलाई के हो केटा अनि आज पिटी सर आएन म्याच सर त लुकिनु भएछ पिटी सर पनि त्यति जानुभयो ल केटा म पनि लाग्दिएको म्याच सरको यसो भनाउनु पऱ्यो तर त्यसले मलाई कन्ता धुप सान्थ्यो ल केटा हेलो म्याच सर हुन्छ हेलो भाइ कहाँ म्याच सर त बितिसक्नु भयो नि त्यही भएर हामी त एकदम शोकमा बसिरहेको छौँ नि हेलो म्याच सर हुन्छ हेलो भाइ कहाँ म्याच सर त बितिसक्नु भयो नि त्यही भएर हामी त एकदम शोकमा बसिरहेको छौँ नि हेलो म्याच सर हुन्छ हेलो भाइ किन फोन गरेको यार म्याच सर अब हुनुहुन्न उहाँहरू आउनु भएन भनेको सुनेनौ मान्छेले खालि फोन गर्नु गिद्दी गर्नु यस्तो दुःखद घडीमा सायद फोन राख हावा मान्छे यो सुन्दा मलाई आनन्द सुनिरहेको लाग्छ अनि त्यही भएर फोन गरेको नि